हो कन्ट्र्याक्टर बाउ, आज मुड ठिक छैन कि क्या हो? हेर्नुहोस् न गड्के काका, तलको बाटो पुल बनाएको 5 वर्ष भइसक्यो, अहिलेसम्म बिल पास गरिदिँदैन। फोन गरेर सोध्यो, 1-2 दिन पर्खिनुहोस् खाली भन्छ। अब कन्ट्र्याक्टरहरूकोमा त पुरै पैसा हुन्छ, के को दुःख भनेर बिस्तारै बिल पास गरिदिएको होला नि त। हाम्रोमा चाहिँ कहाँबाट पैसा हुन्छ हौ? रुखमा फल्छ? हामी पनि त सुतमा निकालेर पैसा हाल्नुपर्छ। अब यसरी नै पैसा रोक्यो भने त काम गरेको पैसा सुत तिर्दै ठिकै हुने रहेछ। अन्त पैसा कमाउनु सजिलो छ? पैसा कमाउनु सजिलो भए त यति बेला म पनि बोरामा पैसा हालेर मान्छेलाई बाँड्दै हिँड्थेँ। मेरो बिल मात्रै पास होस् न, त्यो मेरो बिल रोक्नेहरूको हिँड्ने बाटोमा चाहिँ नि म बुलडोजरले खनाएर नि त्योहरूलाई म बगर जस्तो बाटोमा हिँड्ने बनाइदिन्छु। होइन हौ कन्ट्र्याक्टर बाउ, साह्रै रिसाउनु पनि राम्रो होइन त हौ। अब ठुलो पैसाको काम गरेपछि टेन्सन पनि ठुलै हुन्छ। मान्छे पैसाको पछि दगुर्नु हुँदैन हौ, टाउको दुख्छ।